हेर्न आएको हामी चाहिँ हामी चाहिँ मुभी हेरेर यसको रिभ्यू पनि दिनु होला चाहिँ आउन अब त पुङ्गाले मेरो दिदीलाई आँखा सुनिरहेको रहेछ। हेलो सिवाने मेजोर सबैजनालाई तपाईँहरूले हाम्रो एनिभर्सरीको भ्लग हेर्नुभयो होला है। हाम्रो ड्रोन सटहरू लिएको हो। अहिले चाहिँ प्र्याक्टिसमै छ नि त, त्यस्तो बेसी पाइलट चाहिँ अलिक प्र्याक्टिसमै छ। एकदम टाइम लाग्दो रहेछ सिक्नु होइन। अन्त यसरी नै हाम्रो भ्लगहरू आउँदै जान्छ अब चाहिँ। सो हेरिदिनु भएको छैन भने हेरिदिनुहोस् होला हो। आज चाहिँ के हो भन्दाखेरि त टाइटल र थम्बनेलहरू थाहा पाइहाल्नु भयो होला है। तपाईँहरूले त हेरिसक्नु भयो होला। हामी चाहिँ आज जारी 2 हेर्नु जाँदैछ। एक्साइटेड छौँ तर रिभ्यू त त्यस्तो राम्रो छैन भन्छ हो। राम्रो छैन भन्छ तर अब आफ्नो आफ्नो उयो हेराइ हो भनौँ न है। हामीलाई कस्तो लाग्छ अब दयाहाङ हाम्रो फेभरेट एक्टर हो, गएर हेर्ने हो। यहाँ चाहिँ दयाहाङको बिग फ्यान हो। ज्याकेट पनि हेर्नु नि दयाहाङको स्टाइलको लाग्छ नि। बिग फ्यान होइन तपाईँ? एकदम कस्तो लाग्दैछ आज? एक्साइटेड। अलिकति ढिलो भयो नि हामी चाहिँ है। ढिलो भयो कि 1:30 को सो हो। ला मलाई चाहिँ गइसकेको हुन्छ नि 1:30 भइसक्यो है। गइसकेको हुन्छ 1:30 भएको छैन। छैन त्यही अलिअलि काम आइपऱ्यो नि त अनि त्यही भएर ढिलो भयो। अब हामी जान्छौँ बेबी दिदी र मम्मीको हवाले छोडेर हो। सो अहिले के कसो रिभ्यूहरू भन्ने छु तपाईँहरूलाई। यस्तै त्यो हेर्नुहोस् न हाम्रो ड्रोन पाइलट। अब क्याप किन्नु पर्ने छ किन्ने कालो अरे हेट नेभी भनेर क्या। ए नेभी कहाँ? नेभी त एयरफोर्स केटाहरूको काम गरे हुँदैछ क्या। अन्त यहाँ हामी चाहिँ पुग्यो अब यहाँ नजिकै हो नि त। कुन चाहिँ मुभी हो भनेर देखाइदिन्छु है म तपाईँहरूलाई। यहाँ हेर्नुहोस् यसो नि यो हेर्न आएको जारी 2 हेर्न आएको हाम्रो इम्पेरियल वान एन्ड ओन्ली नाम्चीको मुभी हो इम्पेरियल टकिज। यहाँ चाहिँ म खास गरी चाहिँ खानुको लागि मसु बन्छ। बुढाले किनिदियो भने हिरोइन जस्तो देख्दैछ त जारीको। टिकट काट ल। खत्म। बाय बाय टाटा। यही मुभी हेर्न आएको हामी चाहिँ। म मङ्गर भएर मङ्गरलाई सपोर्ट गर्नु परेन। मेरो र मङ्गरको फिल्मलाई मङ्गर होइन। नेक्स्ट यो लाग्ने रहेछ धमिलो पहाड 19 डिसेम्बरमा। ह्याप्पी चाहिँ वेटिङ मोडमा। मान्छे त के पो रहेछ त आज पनि है। सुरु भएको छैन। हामी चाहिँ मुभी हेरेर यसको रिभ्यू पनि दिनु होला चाहिँ आउन। कुन चाहिँ मुभी हेर्ने हामी? जाडी। अन्त खानेकुरा नखाने? मेरो बहिनीको मुभी। सानी कुटुम्ब नखाउने खालको छौँ तैपनि के गर्नु हाम्रो छोरी चाहिँ। अब त पुङ्गाले मेरो दिदीलाई खुसी बनाउनुलाई भए पनि यो कला त सिक्नुपर्छ त। कस्तो लाग्यो त यार? हुँदैन हे ल म सिकाउ। बेहुली कहाँ के भएको है? त्यही त बेला भनेको त आइपुग्यो। साह्रै राम्रो हो कि। कुन चाहिँ मङ्गर हो? रुँदै पो रहेछ एपी त। एपी रह्यो रुँदै पो रहेछ बुढी त। माया लाग्यो? नानीको माया लाग्यो। आँखा सुनिरहेको रहेछ। अलिअलि लगाउनुको पनि सक्यो। यति रोएँ म यति रोएँ होइन। मलाई किन रुको भने म किन त्यो रिलेट हुँदो रहेछ क्या आमा भनेपछि नानीको माया लागेर रुस्तै भयो म। यो पिक्चरले चाहिँ रोयो एपीलाई। बाउले हानेको हलिउडको दाग अझै छ। कोही मात्रै हेर हेर हेर। साह्रै दामी है पिक्चर। कस्तो लाग्यो पिक्चर? दामी लाग्यो म त। दामी है मिठो 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 रहेछ है। पनि आउँछ। आउँछ
न्याउलीमा चरी कठे गरे यहाँ त हाम्रो कमरेड छ कस्तो लाग्यो यो पिक्चर मुभी हलमा हेरेको पिक्चर त झन्डै 17-18 महिना भएको छ कस्तो थाहा भयो अन्त बेबी भएकोदेखि बेबी हुनु अगाडिदेखि हेरेको छैन मुभी कस्तो लाग्यो अब चाहिँ हामी निस्किएको है हेपी अन्त रात परेको छैन नि पिक्चर चाहिँ मिठो लाग्यो मेरो लुगा चाहिँ झन्डै झन्डै कमरेडसँग मिलेछ नि मनोज एक सलाम गरिदिनु न हो आजको कमरेड यहाँ छ कमरेड चला आजको कमरेड यहाँ छ कमरेड चला सो समग्रमा भन्नुपर्दा मुभी वाज गुड मलाई मन पर्यो मान्छेहरूलाई किन मन परेन त्यो आफ्नो उयो होला हो आइन् एप्पी चाहिँ रुएर अनुहारै सुनिरहेछ अर्पणा रुयो जारी पिक्चर्समा हेरेर रिलेट गरेर रुयो भन्नुको मतलब चाहिँ फेरि मैले त्यस्तो गरेँ भनेको होइन नि दयाङ जस्तो तपाईँ किन रुको भन्थिनँ त नानीको माया लागेर हो उसलाई चाहिँ त्यो पिक्चरमा नानीको पुरा माया लाग्यो अरे आमा भएपछि त्यो रिलेट भइहाल्दो रहेछ नानीको माया लाग्यो त्यो केटीको पनि माया लाग्यो दयाङको बेहोरा देखेर रिस उठ्यो हो त्यसलाई ठिक पार्यो माओवादीले अरे कुट्नु पर्दैन ठिक पार्यो बेहोरा सुध्रेर आएछ दामी थियो पिक्चर चाहिँ मैले फेरि त्यस्तो गर्छु भनेर फेरि नसोच्नुहोस् फेरि म त त्यस्तो थ्याङ्क यू सो पिक्चर चाहिँ एकदम रिकमेन्ड गर्छु गर्दैन अरूलाई गर्छु एकदम हेर्नुहोस् पिक्चर चाहिँ यस्तो दामी रहेछ नेपाली पिक्चर त्यही माथि है नेपाली पिक्चर दामी दामी गरिदिनुहोस् हेर्नुहोस् बाई बाई सी यु इन नेक्स्ट ब्लग बाई बाई